नमस्ते, म रामेश्वर भट्टराई, काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 8 मा बस्छु। साबिक भीमडुङ्गा गाविस वडा नम्बर 9 मा मेरो घर थियो। हामी यो काठ क्षेत्रका बासिन्दा हौँ। हामीले काठ क्षेत्रमा भोग्नु परेका समस्याहरू अहिलेका पुस्ताहरूलाई त्यति जानकारी नहुन पनि सक्छ। हिजोको अवस्थामा गाडी मोटरहरू नचल्दाखेरि काठका मानिसहरू धेरै नै चाहिँ यो आफ्नो दैनिक जीवन गुजारा गर्नको लागि सहरसम्म जानु पर्थ्यो। सहर भन्नाले हामी काठमाडौँ गणेशस्थान, असन, इन्द्रचोकलाई भन्थ्यौँ। हामी त्यतिखेर काठका मान्छेहरू अब आफूले उत्पादन गरेका अन्नहरू बिक्री गर्नको लागि काठदेखि काठमाडौँसम्म भारी बोकेर हामी त्यहाँसम्म पुग्थ्यौँ। हाम्रा दैनिकीहरू साह्रै दयनीय अवस्थामा थिए अहिलेको हेरिकन। त्यतिखेर डोरी नाम्लो ढोक्रा बोकेर साधारण जीवन बिताउन पनि कठिनाइ थियो। एक पाथी नुन किन्नको लागि पनि हामी चाहिँ असन इन्द्रचोक पुग्नु पर्थ्यो। त्यतिखेरका हाम्रा समस्याहरू असाध्यै अहिलेको अवस्थाका युवाहरूभन्दा फरक थियो। त्यतिखेर हामी पैदल हिँडेर नै सहरसम्म जानु पर्थ्यो। सहर भनेपछि काठका मान्छेहरूको लागि त्यो दैनिकी नै थियो। हरेक कुरो मान्छे मृत्यु हुँदा त्यही सहरसम्मै जानु पर्थ्यो लिएर, फेरि फर्केर हिँडेरै आउनु पर्थ्यो। कति समस्याहरू भोग्नु पर्थ्यो। अहिले त यो मोटर बाटोले गर्दाखेरि मान्छेहरूको समस्याहरू अलि सहज भएको छ। त्यतिखेर हामीले चाहिँ नि साधारण चाहिँ नि यो आलु पखडा, नासपाती, यहाँ फलेका फलफुलहरू पनि हामीले डोकामा बोकेर त्यहाँसम्म जानु पर्थ्यो। फेरि 12-1 बजे 2 बजे घर आएर खाना खाएर फेरि भोलिको लागि पनि हामीले त्यसरी नै चाहिँ लैजान काठमाडौँसम्म लैजानु पर्ने यी फलफुलहरू लिएर जानुपर्ने हुन्थ्यो। घरमा आएपछि पनि हामीलाई समस्या थियो। गाईबस्तुहरू, पानीको समस्या त्यतिकै थियो। पानी लिनलाई करिब आधी घन्टा 45 मिनटसम्म पनि कुरेर पानी ल्याउनु पर्ने हुन्थ्यो। हामी जङ्गल रानीवनसम्म चाहिँ घाँस दाउरा गर्नलाई हामी जानु पर्थ्यो। बाआमाहरू काममा जाने भएको हुनाले स्कुल पढ्न जाँदाखेरि पनि बिहान चाहिँ एक भारी घाँस काटेर चाहिँ पानी 2-4 गाग्री खोलाबाट ल्याएर अनि हामी स्कुल जानु पर्थ्यो। साह्रै दुःख थियो काठका मान्छेहरूको लागि। काठ भन्नाले हामी यो विष्णुमती, बागमती